अघि नै त देखेको थियो अहिले कहाँ गएछ सर्भ त्यहाँ यसो पछाडि हटेर धेरै सुत्त भएर भित्र निस्केको हो के मेरो जिउतिर चाहिँ खस्याको पोक्छ त्यसरी हजुर यसलाई अलिकति पछाडि गरौँ तर देख्दाखेरि ऊ जस्तो गमन जस्तो थियो लागेर मलाई जाम भयो तेल चेकमा बस्ने हो देखि पनि राख्ने यो कहिले हेर्नु जाम भयो अहिले फेरि भयो सरेछ यताउता कता सर्यो चलाएको अहिले चाहिँ खुट्टा तल झर्छ है धेरै भित्र ए मान्छे त बस्नु भएन धेरैजना खुट्टा तल झऱ्यो भने कहाँ जाने फेरि कहीँ जानु माथि त जाली रहेछ अरूसम्म त बाहिर कसरी भन्ने भयो माथि त जाली रहेछ यो टर्च लाएर हेर्न गयो त्यहाँ अनि भित्र गयो त्यहाँ नजिकै गएर नदीको गएर सुत्त भित्र थियो क्या त्यही छ छ ए त्यो म सँगै पठाइदिन्छु गाडीमा त्यो माथि आउने ठाउँ छैन त्यसलाई मिस्त्री नट खोलिदिनु न यसलाई चाहिँ खोलखालै गर्नुपर्छ यसरी चाहिँ नदेखिँदो रहेछ होइन अघिसम्म त बाहिर अहिलेसम्म देखाएको थियो यो हरिदै आएपछि भित्र अब यो छिर्दियो कता कता चेपमा उता माथि चलाइदिनु न यस चलाएपछि निस्किन्छ एकछिन चलाउनु दिनु त्यो चलायो भने निस्किन्छ निस्किन्छ ल ठिक छ ल यो चलाउनु अघि त चलिरहेको थियो त कहाँ आयो फेरि अघि चलाएर आएको त हो नि बाहिर अहिले भर्खर फेरि त चलाइरहेको थियो नि एकछिनमा आउँछ नि एकछिनमा आउँछ त्यो तपाईँ एसी मिस्त्री होइन यस्तो घटना पहिला देख्नु भएको थियो कि थिएन एसी भित्र सर्प पसेको सर्प त्यो हेरेको थिएन तर त्यसको काँचली हुन्छ नि त्यो हामीले एसीमा कतिचोटि हेरेको छ ए मैले चाहिँ यो दोस्रो पटक हो यहाँनिर पुग्छ ओहो सर्प चाहिँ मेरो हातमा चाहिँ आइसकेको छ यो टर्च लाइट मिस्त्री त्यो मेरो टर्च लाइट निकाला त जो गहुँ छैन गाउँमा त्यसलाई धेरै चोट लागेको छ अब एसी बन्द बन्द गरिदिँदा हुन्छ कुन सर्प हो सर भिडियो ल्यायो गोमनै हो यो अनि त गोमन हो हो ए यो चाहिँ एसी चलेको भएर यसलाई चाहिँ चोट चोट पटक लागेको रहेछ जिउतिर हजुर तपाईँहरू चाहिँ अलिक पर पर बस्नु सबजना बाहिर सर्पहरू चाहिँ अड्केको सर्पहरूलाई चाहिँ निकाल्न चाहिँ एकदमै